ल धरहरा चढ्न आएको ल होइन बिने धरहरा चढ्न आएको हामी अब हामी पहिलोचोटि धरहरा चढ्न जाँदैछौँ बुढाबुढी ल है यहाँ हामी चढ्नु छ अब हामीलाई भयो यो त पानी खाइहाल्नु भारी हुन्छ कि ल अब चढ्न जाउँ अब हामी धरहरा चढ्न जाँदैछौँ पहिला यता यता घुम्ने यता घुमाउँ न पहिला सबै लिफ्ट बन्द छ सबैलाई होला सबैलाई हो सबलाई त हो नि सबलाई लिफ्ट हो पार्किङ छ नि त अन्डरग्राउन्ड अन्डरग्राउन्ड ल अब चढौँ बिस्तारो बिस्तारो अब हजुरहरू त पाहाड चढ्नु भएको छ अब हामीलाई त अलिक गाह्रै हुन्छ हामीलाई त गाह्रै हुन्छ तर पनि बिस्तारै चढ्छ यो त पाल चाहिँ ठाउँ ठाउँमा छ कि क्या ए चढ्दैछौँ फोर्थ फ्लोर 4 तलामा आइसक्यो थकेर आयो त्यो माथि चाहिँ होला नि ए यहाँ रहेछ नि आउने हेर्नु ज्याकेट खोलेर आएको छ चिसो चिसो लाग्दैछ नौ तल होइन यो पनि क्या लाग्दैन यहाँमै पाल छ यस्तो मलाई त हेर पहिलोचोटि चढ्दैछु म त माथि टुप्पोमा आइहाल्यो नि 8 तल भयो 9 तल अब त पहिलोचोटि 9 छ
6देखि चाहिँ माथि उठ्दो रहेछ पाल एक धेरै त्यो अक्सिजनको लागि कि अक्सिजनको लागि हो 10 तलमा चाहिँ त्यो रहेछ अब आइहाल्यो 11 तला हो कि क्या यता चाहिँ पल रहेछ बिस्तारै बिस्तारै आउनु बुटलाई हिम्मतका ल्याउनु पऱ्यो नाइ ल्याउनु पऱ्यो उनीहरूलाई कस्तो बोल्नु छ सम्झिनु त अब हो माइ गॉड त्यहाँ त अक्सिजन लिएर है गर्नै पर्छ नि होइन पाल त्यो बनाएको छ ठाउँमा झन् त्यो पाहाड चाहिँ कस्तो हुन्छ होला ए गाह्रै रहेछ ठिक छ खुल्ला त्यो त पुरै खुल्ला नि गोर्खो दौडिने हो नि एकैचोटि माथि मलाई 20 तल्ला भयो अब 1 तल्ला त्यही त माथि नि हो यस्तो रहेछ हामीलाई त यस्तो झन् त्यो माथि जाने कस्तो होला त सगरमाथा जाने ए चढ्यौँ ल यत्रो बच्चा आइसकेको छ नि ल फाइनली आइपुग्यौँ के चाहियो त नि योभन्दा बेसी ल हामी पुग्यौँ अहिले त चढ्न सक्दैन यस्तो रहेछ चारतिर काठमाडौँ ल ल ल खिच्नु ल यस्तो रहेछ टपमा हामी ल अब हामी घुम्यौँ अब हामी घुमिसक्यौँ अब हामी झर्दैछौँ है ओर्लिँदैछौँ ल आजको हाम्रो यति नै है हाम्रो धराको भ्लग यति नै ल बाई बाई